सुनाई पाठ 2 महाभारत। महाभारत विश्व प्रसिद्ध पौराणिक ग्रन्थ हो। यसलाई संसारकै सबैभन्दा ठूलो महाकाव्य मानिन्छ। यस महाकाव्यको रचना महर्षि वेदव्यासले गरेका हुन्। महाभारतमा मूलत कौरव र पाण्डवको पारिवारिक सम्बन्ध र युद्धको कथा छ। यसले निम्ति आएको भीषण युद्धको वर्णन छ। यसदेखि बाहेक पनि यहाँ थुप्रै पात्रका कथा छन्। यहाँ विश्व प्रसिद्ध धनुर्धर एकलव्य र उनको गुरुभक्तिको कथा छ। भीष्म पितामह भनेर चिनिने देवव्रत र उनको भीष्म प्रतिज्ञाको कथा छ। महाज्ञानी विदुरको ज्ञान, दुर्वासा ऋषिको रिस, शकुनीको षड्यन्त्र तथा दुर्योधनको अहङ्कारी चरित्रको कथा छ। नपढी ज्ञान प्राप्त गर्न खोज्ने यवकृतको कथा पनि यसमा समेटिएको छ। यसरी महाभारत महाकाव्यमा थुप्रै पात्रहरूको र त्यसले निम्त्याउने परिणामको परिचय दिएको छ। यहाँ युद्ध र त्यसले निम्त्याउने विनाशको कथा छ। यस महाकाव्यमा असत्यको हार र सत्यको जित हुने बताइएको छ।